सो हामी आज नयाँ एडभेन्चर 390R किन्न जाँदैछौँ सन्तोष दाइले। म आज भन्छु बाइक किन्न जाँदा के गर्नुपर्छ है त। सुरुमा पुरानो बाइक लाने है अनि सोरुमतिर जाने होइन दाइ? हो कस्तो लागिरहेछ? खै अर्कै फिल भइरहेछ मलाई। न भोक लागेको छ न तिर्खा लागेको छ होइन। अब यो बाइक चाहिँ जाँदैछ, आजको लास्ट राइड हुन्छ यो बाइकको चाहिँ। यो बाइक चाहिँ फेरि मैले कुदाएको छु 51,746। अब सेलमा छ भन्न त मन थियो तर होइन छैन, बेचिरहेको छु, एक्सचेन्ज होइन। ल सी यु अन सोरुममा भेटौँ। नयाँ बाइकसँगै यस। फाइनली हामी बाइक लिनलाई आइपुग्यो है सोरुममा। हामी चाहिँ यहाँ ललितपुर सोरुममा छौँ। यो चाहिँ जेसिबीको हेडक्वार्टर ठ्याक्क अपोजिटमा छ है। यहाँ बसिरहेछ सन्तोष दाइको बाइक। ओ ल कङ्ग्रेचुलेसन्स दाइ। सन्तोष दाइले पनि लिँदै हुन्छ बाइक। यो नयाँ सबजना छ रेडी। को हेर्यो हो? तपाईँको पनि लियो आज? के भाइ? हाम्रो ह्यान्डसम भाइ पनि छ। ल फाइनली मेरो बाइक आइपुगेछ। यतिको खुसी हुन्छ मान्छे बाइक लिँदा। हाम्रो चाहिँ बाइक लिनलाई त्यति सजिलो पनि छैन ल। बाइक आयो चढेर पनि हुँदैन। सबै डकुमेन्टेसनहरू पुऱ्याउनुपर्छ। 3टा फोटो। यस्तो दामी ह्यान्डसम छु म होइन। 3टा होइन नागरिकता चाहिँ बिर्सेँ तर होइन त्यो चाहिँ म अब अहिले फोटो दिन्छु। मैले चाहिँ फोटो बिर्सेको छु। नयाँ हल्का पेपरवर्क बाँकी छ अनि आउँछ घर। एडभेन्चर 390R नयाँ हल्का फोटो सुट हुँदैछ होइन। यो चाहिँ ठिक छ नि बरु। कस्तो सही छ यार बाइक। ग्राउन्ड क्लियरेन्स सही छ बाइक चाहिँ। अब बाइक लाने हो, उडाउने हो अब। ल फाइनली सबै पेपर वर्क सकेर हामीले बाइक पायौँ। अब निकालेर घर यहाँ ललितपुर सोरुमबाट जेसिबीको हेड अफिस अगाडि छ है। 2टा बाइक ठ्याक्क निस्केको छ। बाइक भने यो हो क्या। सही छ। बस यु गाइज।